नमस्ते साथीहरू, तपाईँहरूलाई स्वागत छ दृष्टि पाठशाला युट्युब च्यानलमा। आज म तपाईँहरूलाई निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्रको लिखित परीक्षाको सिलेबस रिलेटिभ जानकारी गराउनेछु। त खासै इक्जाम चाहिँ 1 घन्टाको हुन्छन्। अब्जेक्टिभ क्वेसन्स आउँछन्। तपाईँले त्यसमा चाहिँ लेख्नु पर्दैन, मात्र चाहिँ सर्कल गर्नुपर्छन्। सर्कलमा चाहिँ भर्नुपर्छन्। अनि फुल मार्क चाहिँ 100 को हुन्छन्। त्यसपछि पास मार्क चाहिँ 50 हुन्छन् हैन। यहाँ तपाईको पाठ्यक्रमको परिचय दिएको छन्। तपाई यहाँ भिडियोलाई पज गरेर पढ्न सक्नुहुन्छ। त्यसैगरी यहाँ उद्देश्य दिएछन्। अब मेन कुरा हाम्रो यहाँ सिलेबस रहेछन् कि चाहिँ कस्तो कस्तो खालको क्वेशन आउँछन्, कुन कुन टपिकबाट क्वेशन आउँछन् त्यो यहाँ दिएको छन्। खण्ड क मा के दिएछन्? सामान्य शिक्षा। सामान्य शिक्षा रिलेटिभमा यहाँ चाहिँ धेरै पोइन्टहरु दिएछन्, धेरै बुदाहरु दिएछन्। सबै पढ्नु होला तपाईहरु। नेपालको राष्ट्रिय शिक्षा प्रणाली। अब नेपालको राष्ट्रिय शिक्षा प्रणाली रिलेटिभ क्वेशन्स आउँछन्। तपाई यहाँ पोइन्ट धेरै हेर्नुहुन्छन्। यो सबैबाट तपाईको क्वेशन्स आउँछन्। त्यसैगरी शिक्षामा नवीनतम चिन्तन योबाट पनि आउँछन्। त्यसैगरी यहाँ लेखेका छन् सिकाइ र बाल मनोविज्ञान। त्यसैगरी विद्यालय समुदाय सम्बन्ध, यसबाट पनि क्वेशन्स आउँछन्। त्यसैगरी शिक्षकको पेशागत दक्षता विकास। त्यसैगरी गुणस्तरीय शिक्षा। त्यसैगरी अब खण्ड ख मा हामी गइरहेछौँ शैक्षिक व्यवस्थापन र शिक्षण प्रक्रिया। अब खण्ड क मा के रहेको छन्? शैक्षिक सुशासन र नेतृत्व। अब यस रिलेटिभ पनि क्वेशन्स आउँछन्। तपाई यहाँ पोइन्टहरु धेरै दिएछन्, त्यो पोइन्टहरु पढ्नु होला। त्यसैगरी कक्षा कोठा व्यवस्थापन तथा शैक्षिक योजना। त्यसैगरी यहाँ रहेको छन् अर्को पोइन्ट यहाँ के रहेछन्? पाठ्यक्रम तथा विद्यार्थी सहायता प्रणाली। त्यसैगरी यहाँ रहेको छन् शिक्षण विधि र शैक्षिक प्रक्रिया। त्यसैगरी विद्यार्थी मूल्याङ्कन। अब यो टपिकबाट पनि क्वेशन्स आउँछन्। त्यसैगरी शिक्षण सिकाइमा अनुसन्धान र प्रयोग। त्यसैगरी सूचना तथा सञ्चार प्रविधि। यहाँ तपाई जति पनि पोइन्टहरु हेरिराख्नु भएको छन् त्यो सबै सिलेबसको पोइन्ट हो। यो सबैबाट चाहिँ मिक्स क्वेशन आउँछन्। तपाईलाई सबै टपिक रिलेटिभ जानकारी लिनुपर्छन्। त्यसैगरी सामान्य बौद्धिक परीक्षण र गणितीय सक्षमता। अब चाहिँ गणितको म्याथ रिलेटिभ पनि क्वेशन्स आउँछन् अनि आइक्यू रिलेटिभ पनि क्वेशन्स आउँछन्। यहाँ हेर्न सक्नुहुन्छ। शाब्दिक बौद्धिक परीक्षण, त्यसैगरी शब्द ज्ञान परीक्षण, समरूपता, शाब्दिक वर्गीकरण, श्रेणी क्रम समस्याहरू, छुटेका संख्याहरू पूरा गर्ने, भिन्न दशमलव, प्रतिशत, अनुपात, नफा नुकसानहरूबाट आउँछन्। यसको पनि प्र्याक्टिस तपाईले धेरै गर्नुपर्छ आइक्यू एन्ड म्याथ्सको। त्यसैगरी तपाई यहाँ यो टेबल हेर्न सक्नुहुन्छ। यो टेबल तपाई स्टडी गर्नुलाई टेबलमा के दिएको छन् कि कुन टपिकबाट चाहिँ कतिवटा प्रश्न आउँछन्। यहाँ तपाई लेखेको छन् कि कुन टपिकबाट चाहिँ कतिवटा प्रश्न आउँछन्। खण्ड क बाट कतिवटा प्रश्न आउँछन्, खण्ड ख बाट कतिवटा प्रश्न आउँछन्। यहाँ तपाई हेर्न सक्नुहुन्छ 14 नम्बरमा सामान्य बौद्धिक परीक्षण, यसबाट चाहिँ कतिवटा क्वेशन सोधेछन् तपाई यहाँ हेर्न सक्नुहुन्छ। टोटल चाहिँ 50 वटा क्वेशन रहन्छन्। 100 मार्कको रहन्छन् है। अनि अझै हामीले जान्नुपर्ने कुराहरू के रहेको छन् यहाँ लेखेको नै छन्। वस्तुगत प्रणाली परीक्षा चाहिँ परीक्षा प्रणाली वस्तुगत हुनेछन्। 50 वटा प्रश्न सोध्नेछन्। यही रहेको छन्। यदि तपाईहरुले यदि राम्रोसँग यदि प्रिपरेसन गर्नुभयो भने अवश्य नै नाम निस्किन्छन्। तपाईहरुले यदि पीडीएफ फाइल चाहियो भने डिस्क्रिप्सनमा चाहिँ मैले पीडीएफ फाइल हालिदिएको छु। यदि तपाईहरु डाउनलोड गर्न चाहनुहुन्छ भने त्यसबाट पनि डाउनलोड गर्न सक्नुहुन्छ। र तपाईहरुले यो भिडियो यहाँसम्म हेर्नु भएकोमा तपाईहरुलाई धेरै धेरै थ्यांक यू। कमेन्ट अवश्य नै गर्नु होला यदि तपाईहरुलाई अझै केही जानकारी चाहियो भने।